एमसीसी पास गर्ने कांग्रेस एमाले माओवादी थप्पडी बजाएर टेबल ठोकेर यो मन नपराउनेलाई थानकोट कटाइदिन्छु भनेर हैन चाहिँ पास गर्ने उहाँहरू अनि त्यो सबै भारी म सोडेमुवागले एउटा चाहिँ नागरिकले बोक्दिनु पर्ने तपाई एजेन्ट हो रे नि त त्यो वायात कुरा हो म च्यालेन्ज गर्छु अबदेखि यो मुख बन्द होस् सिनियरको हैन किनकि यो मैले प्रत्युत्तर दिन पनि नपर्ने विषयहरू डाक्टर सोनिङ वाग्लेलाई एमसीसी प्रति यति मोह चाहिँ किन किनभने मैले बुझेको छु यो हैन 2001 देखिको श्रृंखला चाहिँ मैले यो गरेको छु र जुन खालका आरोपहरू लगाएका छन् यहाँ सेना आउँछ यहाँ चाहिँ अब यो के रे यो संविधानभन्दा माथि इत्यादि कुराहरू जुन सबै गलत हुन् के हाम्रो ट्रुथ एकातिर छ 2001 देखिको 2017 सम्मको प्रक्रिया मैले फलो गरेको छु र नेपालकै हकमा चाहिँ 2014 देखि म योजनाको सदस्य हुँदा पनि चाहिँ यसलाई फलो गरेको हुँ र यो रणनीतिक हिसाबले नेपालको विकासको लागि असाध्यै महत्त्वपूर्ण सहयोग हो र हामीले मागेकै सहयोग हो पैसा पनि आएको होला मिलेनियम च्यालेन्जबाट त हामीहरूले नै त्यसमा ठूलो मेहनत गरेका हौं 51 करोड डलर को ग्रान्ट नेपालको इतिहासमा अहिलेसम्म आएको थिएन र उनीहरूले पनि हेरे यहाँ तिमीहरूको मुख्य कन्स्ट्रेन्ट ऊर्जा र यातायात नै हो भन्ने खालको त्यो स्टडीबाट देखियो र ऊर्जामा पनि अहिले उनीहरूले ट्रान्समिसन लाइनमा फोकस गरेका छन्